मान्य सदस्य श्रीमतीज्यू, यहाँको के नियम आपत्ति हो? छोटकरीमा राख्नुहोस्। जहिले कति भन्नु बजारबाट दुध र तरकारी लिएर आउनु भन्दा जहिले त्यो मोबाइल मात्र चलाएर बस्ने मैले घर कसरी चलाउनु? मलाई जवाब चाहियो सभामुख महोदय श्रीमानज्यू। शुभ लाग्नुहोस् मान्य सदस्य, तपाईँ बढी बोल्दै हुनुहुन्छ। यहाँ रोइरहेको बालक, उसको माग के हो? दुध हो कि डाइपर फेर्नु पर्यो? यसमा सम्बन्धित आमाको ध्यान जाओस् मान्य सदस्य। यसरी बकबक गरेको राम्रो होइन मान्य सदस्य, मर्यादामा बस्नु होला। यो बच्चा मेरो मात्र हो र हजुरको पनि हो? मैले मात्र ठेक्का लिएर बसेको छु र? दिनमा 10 थरी सकिन्छ, डाइपर छैन, दुध छैन, तरकारीहरू छैन, यसको लागि बजेट छुट्याइयोस्। मान्य सदस्य, हजुरको आक्रोशले बालक रोइरहेको छ, उसलाई काखमा लिएर फकाइयोस् मान्य सदस्य। यसमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। यसरी नरोइयोस् मान्य सदस्य, शान्ति कायम गरियोस्। यसरी बच्चामै यति धेरै रोउनु उचित ठानिँदैन मान्य सदस्य। हाम्रो माग पूरा होस् सभामुख महोदय, आजलाई लागि।